आज म हजुरहरू समक्ष सातौं भावबाट श्रीमान श्रीमतीको किन झगडा बारम्बार भइराखेको हुन्छ, के कारणले गर्दा भइरहेको हुन्छ भन्ने कुराहरूको जानकारी गराउन गइरहेको छु। जस समक्ष म हजुरहरू बीच म एस्ट्रोलोजर प्रकाश दाहाल उपस्थित भइसकेको छु। हो, हजुरहरूको सातौं भावमा माङ्गलिक दोष रहेको छ। घर परिवारमा अथवा श्रीमान श्रीमतीसँग जहिले पनि झगडा भइराख्ने, पति पत्नी बीच झगडा भइराख्ने, लभ म्यारिज छ भने पनि छ भने पनि विवाह गरिएको छ भने पनि विभिन्न किसिमको झगडा बनिराख्ने, असमझदारी हुने, तनाव बढ्ने खालका समस्याहरू देखा पर्दै गइरहेका हुन सक्नेछन्। जसमा यो कुन कारण कुन ग्रहहरूले गर्दा यस्तो हुन्छ भन्दा हजुरहरूलाई यो छाया ग्रहहरूले गर्दाखेरि बढी यस्तो हुने गर्दछ। जसमा मङ्गल ग्रह, शनि ग्रह, सूर्य, राहु, केतु जस्ता ग्रहहरू बसेका छन् वा दृष्टि परेका छन् भने पनि माङ्गलिक दोष लागेको हुनसक्छ र माङ्गलिक दोषको कारणले गर्दाखेरि पनि हजुरहरूको पति पत्नी बीच झै झगडा बारम्बार भइरहने, असमझदारी हुने, तनाव बढ्ने खालका समस्याहरू देखा पर्दै आइरहेका छन्। जसमा यसले कस्ता कुराहरूमा असर गर्दछ भन्दाखेरि हजुरको साना साना कुराहरूमा झै झगडा हुने, एकले अर्काप्रति विश्वास नगर्नु, साना साना कुराहरूलाई ठुलो इस्यु बनाउँदै अगाडि लानु जस्ता र विभिन्न किसिमका झगडाको बारेमा झगडाहरू गर्दै जानु, यस्ता खालका किसिमका असरहरू माङ्गलिक दोष लागेका व्यक्तिहरूको कुण्डली, चिना कुण्डलीबाट हेरेर भन्न सकिन्छ र आइरहेका हुन्छन्। यस कुराबाट आज म हजुरहरूलाई सातौं भावबाट वैवाहिक जीवनको स्थितिको बारेमा भन्न गइरहेको छु र यसको लागि हजुरहरूले आफ्नो राय सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला, सुनेर के कस्तो हुनेछ। र सातौं भाव भनेको श्रीमान श्रीमतीवाद अथवा पति पत्नी बीचको भाव रहेको हुन्छ। यस सातौं भावबाट हेर्ने काम गरिन्छ र हजुरहरूको घरमा बारम्बार झगडा भइराख्ने, असमझदारी हुने, तनाव बढ्ने यस्ता खालका कुराहरू हजुरको श्रीमान श्रीमती बीच भइरहेको छ भनेदेखि यसको समस्याका समाधानका उपायहरू के हुन्, यसबाट के कस्तो असर पर्दछ भन्ने कुराहरूको बारेमा जान्न बुझ्न चाहनुहुन्छ। यदि त्यसो भनेदेखि हजुरको चिनामा सातौं भावमा श्रीमान श्रीमतीको झगडा भइराख्दछ भनेखेरि श्रीमानको अथवा श्रीमतीको चिना कुण्डलीमा कुन ग्रहहरूको कारणले यस्तो हुन्छ भने हजुरहरूसँग चाहिँ जानकारी गराउँदैछु। चिनाको कुण्डलीमा छाया ग्रहहरू जस्तै शुक्र, राहु, केतु, शनि, सूर्य र मङ्गल ग्रहहरू बसेको छ भने जसमा माङ्गलिक दोष पनि लागेको हुन्छ र माङ्गलिक दोष सँगसँगै यस्ता छाया ग्रहहरू पनि बसेका छन् भने आफ्नो घर परिवारमा श्रीमान श्रीमतीसँग झै झगडा भइरहने काम पनि गर्दछ। विभिन्न किसिमको विवाह गरेको छ भने विवाहमा पनि समस्या खटपट आइरहेको छ र हजुरहरूको लभ म्यारिज छ भने पनि लभ म्यारिजमा पनि खटपट आइरहने समस्या देखा परिरहनेछन्। जसमा मङ्गल, शनि, सूर्य, राहु, केतु जस्ता छाया ग्रहहरू र ग्रहहरू बसेका छन् भने यसले विभिन्न किसिमको समस्याहरू